हेलो वेलकम अनि नमस्ते। आज चाहिँ हामी भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नम्बर 8मा अवस्थित ऐतिहासिक बुकुचे गढी जाँदैछौँ, जहाँ नेपाली सेनाले अहिले विभिन्न नयाँ भौतिक संरचनाहरू निर्माण गरी काठमाडौँ उपत्यकामा एउटा आकर्षक पर्यटकीय गन्तव्य निर्माण थालनी गरेको हुँदा उक्त क्षेत्रमा के बनेको रहेछ हामी हेर्न जाँदैछौँ। आउनुहोस् सँगै घुम्नु। यस ऐतिहासिक बुकाचोगढीमा नेपाली सेनाद्वारा हाम्रा राष्ट्र निर्माता श्री 5 बडा महाराज पृथ्वीनारायण शाहको पूर्ण कदको शालिग निर्माण गरिएको रहेछ र उक्त शालिग एकदम आकर्षक रहेको छ। यो चाहिँ शालिग रहेको स्थानबाट देखिने हरियो वन जङ्गल हो, जुन एकदम आनन्दमय देखिएको छ। अब चाहिँ हामी यस स्थानमा निर्माण हुँदै गरेको मन्दिरतर्फ जाँदैछौँ, जुन मन्दिर चाहिँ पूर्ण निर्माण भइ नसकेको कारणले यस मन्दिरमा कुनै पनि देवी देवताको मूर्ति राखिएको छैन र गजुर पनि राखिएको छैन। सायद त्यो छिटै निर्माण हुनेछ र यो मन्दिर पनि तपाईँको आकर्षक हाम्रो नेवारी संस्कृति झल्किने खालको मन्दिर रहेको छ। यसमा रहेको कलाकृतिहरू एकदम उत्कृष्ट रहेको छ। अब चाहिँ हामी यस स्थानमा रहेको लगभग 60 फिट अग्लो भ्यू टावरतर्फ जाँदैछौँ र उक्त भ्यू टावरको हामी माथि चढेर तपाईँलाई भक्तपुरका मनोरम दृश्यहरू देखाउनेछौँ। आज तपाईँको मौसम अलि सफा नभएको कारणले राम्रोसँग प्रष्ट देखेको छैन र जे जस्तो देखिनेछ उक्त दृश्यहरू तपाईँहरूलाई देखाउने प्रयास गर्नेछौँ। मौसम सफा भएको बेला यहाँबाट विभिन्न हिम श्रृङ्खलाहरू पनि देखिने गर्छ। अहिले चाहिँ हामी भ्यू टावरको माथिल्लो तलामा आएछौँ, जहाँबाट तपाईँले यस्तो मनोरम दृश्य हेर्न सक्नुहुनेछ। अहिले काठमाडौँ उपत्यकामा भइरहेको गर्मीबाट बस्न एकछिन भए पनि शीतल आनन्दमय दृश्यहरू हेर्दै फ्यामिली आफन्त साथीभाइहरूसँग ड्राई पिकनिक रमाइलो गर्न चाहनुहुन्छ भने
यस ठाउँमा आएर तपाईँ घुम्न सक्नुहुनेछ। एकदम राम्रो रमणीय स्थल रहेको छ। कृपया सबैजना एकपटक यस स्थानमा आई घुमी आन्तरिक पर्यटनको प्रवर्धन गर्नुहोला भन्दै हस्त धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। नमस्ते।